लायन्स जनकपुर बोल्ट्सलाई पराजित गरेर प्लेअफमा प्रवेश गरेको छ। प्लेअफमा पुग्ने 4 टिमहरू हुन्। 1 लुम्बिनी लायन्स, 2 विराटनगर किङ्स, 3 काठमाडौँ गोर्खाज, 4 सुदूरपश्चिम रोयल्स। सुदूरपश्चिम रोयल्स 12 अङ्कसहित हाल शीर्ष स्थानमा रहेको छ। प्लेअफको सम्भावना समाप्त भएका टिमहरू हुन् जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज। एनपीएल प्लेअफको समीकरण। अब प्लेअफका खेलहरू रोमाञ्चक हुनेछन्। नेपाल प्रिमियर लिगको संरचना अनुसार प्लेअफमा सामान्यतया यस प्रकारका खेलहरू हुन्छन्। क्वालिफायर 1 लीग चरणका शीर्ष 2 टिम बीच, जित्ने टिम सिधै फाइनलमा। इलिमिनेटर लीग चरणका तेस्रो र चौथो स्थानका टिम बीच, हार्ने टिम बाहिरिन्छ। क्वालिफायर 2 क्वालिफायर 1 मा हार्ने टिम र इलिमिनेटरमा जित्ने टिम बीच, जित्ने टिम फाइनलमा। फाइनल क्वालिफायर 1 कोलम्बो विजेता र क्वालिफायर 2 कोलम्बो विजेता बीच। प्लेअफमा पुगेका टिमहरूको अन्तिम लीग स्थान निश्चित भएपछि खेल तालिका सार्वजनिक